So what's up everybody, welcome to my new vlog. अनि आज चाहिँ मेरो बहिनीको बर्थडे छ अनि त्यसपछि चाहिँ अब यसो त्यसलाई कपडा किनिदिने भनेर आदेश आएको छ अनि त्यसको लागि भनेर अब यहाँ कपडा किनिदिनलाई अब निस्किन लागेको। सो अब म यहाँ टक्क लगाएर झट्ट लगाएर यही सुतेको कपडामा जान्छु अनि त्यसलाई के किनिदिने हो थाहा यार, कहाँ पाउँछ नि थाहा छैन। अब पहिला सुरु चिप्लो ढुङ्गातिर जाम के आज स्याटरडे हो। सो अब यहाँ गोप्रो नि सेटअप गर्नुपर्ने छ, हिजो सबै त्यहाँ हेलमेटबाट निकालेर आएको थिएँ। सो सी गाइज लेटर। A few moments later. A few inches later. 2 hours later. 1 eternity later. ल गाइज रेडी भइसक्यो गोप्रो, अब लेट्स गो। सो हामी चाहिँ अहिले गोप्रोहरू सबै रेडी भइसक्यो है। अनि त्यसपछि अब यहाँबाट चाहिँ हामी गयौँ, यहाँबाट चाहिँ जान लाग्यो अब कपडा किन्न। त्यसो हेर्नु फेरि यसरी हावा तावा निस्कियो, चप्पल पढ्यो भने अब यहाँबाट चाहिँ हामी सिधै ट्रेडमा जान्छौँ। के अरे हेरौँ अब ट्रेडमा के हुन्छ। आज शनिबार खुल्न त खुल्छ होला कि अब शनिबार चाहिँ हिँड्न त त्यस्तोमा थाहै छैन। अनि त्यही भएर अब लेट्स चाहिँ के हुन्छ। अब के किन्ने हो त नि, के भन्न भन्न के किन्न इच्छा भन्न, आफूले इच्छा भएको कुरा त भन्नु। बाटो पनि छैन ल भनेपछि अब गएपछि नै थाहा हुने भयो। ल ठिक छ। सो हामी चाहिँ अब यहाँ घरबाट निस्किनु लाग्यो है। अनि अब हामी सिधै जाने भनेको चाहिँ ट्रेडमल हो पहिला सुरु। अनि ट्रेडमल पछि पहिला सुरु जाने भनेको ट्रेडमल हो। अनि ट्रेडमलबाट अनि डाइरेक्ट त्यहाँबाट चाहिँ कस्तो एङ्गल त मिलेको होला नि है। अनि त्यसपछि मैले बाइकमा पेट्रोल हाल्न चाहिँ पर्ने भयो। सो अहिले हामी घरबाट निस्क्यो है। अनि अब यहाँबाट चाहिँ डाइरेक्ट हामी जाने भनेको ट्रेडमल हो। अनि ट्रेडमलमा गएर अब खै त्यहाँ फेरि खुल्ला हुन्छ कि भाइ केही थाहा छैन यार। शनिबार त्यस्तो ठाउँमा हिँड्नेहरूको थाहा हुन्छ, त्यस्तो ठाउँमा हिँड्दै हिँड्न थाहै छैन अब के हुन्छ। अहिले ट्रेडमा आउनु लागिसक्यो। त्यो जहाँ बाइक चाहिँ कति बेला पाउनु अन्डाको कम्पनी हेरेर आइदिएर मान्छेहरूले 10-15 हुन्छ। त्यो चाहिँ हामी ट्रेनमा पछाडि गयो कहाँ हो उता केटीलाई हेर्दै। सो हामी चाहिँ अहिले ट्रेनलको पछाडि आइसक्यो। मैले सबै काट्ने भनेको ठाउँ त्यही अगाडि हो। अब यहाँ कहिले सिलियरलाई कपडा सपडा खुलेर अनि बल्ल यता कपाल फाट्नु पर्ला, कपाल फाट्नु खुल्दैछ यहाँ चाहिँ। अनि मेरो साथी आएर यहाँ कपाल काट्दैछ, मैले यसको बाइक हेरेको चिनिसकेँ। अनि सो अब यसको अलिअलि मिन त बनाउनै पर्यो। सो तपाईँको नाम के होला? कतिवटा विषयमा फेल हुनुभयो? कतिवटा विषयमा फेल हुनुभयो? एउटामा नि फेल खानु होला। अनि यहाँ चाहिँ डेटिङ छ र हजुरको? डेटिङ छ र? छ। अनि डेटिङ जानलाई कपाल काट्दै हो। सो हामी चाहिँ यहाँ अलिक ट्रेडमा लगाइसक्यो। कति छिटो आउनु भएको थियो नि, मम्मी नि आइसक्नु हुन्छ यार। अनि अब यहाँले के हो कपडा किनिदिनु, त्यो कपडा किनिदिनु पऱ्यो। अनि त्यो कपडा किनिदिएपछि अनि म यहाँ आएर कपाल काट्छु। यो नि कुरेर बसिरह कहाँ के यसको यहाँ बाइक देखेर चिरियो मैले। हेलमेटै ल्याउनु पऱ्यो त्यहीँ खालको। A few moments later. कस्तो हो र नि गिफ्ट? अनि खैदै नि थ्याङ्क यू भन्ने कसलाई? ल ओके
मैले नि किन्दै हो नि याद दिँदा ल ओके म अब पुरन दाइकोमा जान्छु एकछिन त्यसपछि भर्खरले कपाल काट्यो है साला सो गाइजले चाहिँ भर्खरै कपाल काटेन है अनि मनी कपाल काट्छु कुर्न त भनेको त कुर्दिनँ अरे अब ल ल नकुर्नु भयो नगुर म गएँ भनिदिएँ अहिले एकछिनमा आएर काट्नहरूलाई काट्नु पर्ने जस्तो भयो कि नै नि थाहा छैन मलाई ल ल कस्तो इन्डियन जस्तो देखियो यस्तो नि त इन्डियनै होस् ल धन्यवाद ल सोध्दै अर्को हामीले यताबाट अब त्यो पुरानो दाइकोमा जानु पऱ्यो एकछिन पुरानो दाइकोमा गएर एकछिन गफ हान्नु पऱ्यो होइन अनि त्यही हो जति बेला नि यही बाटोमा चाहिँ धेरै बाटो निस्केको अहिले पनि फेरि यही बाटोहरू निस्किराखेको बाइकमा फेरि हुने यार त्यो अब पैसा नि हुने यार के हो यस्तो पैसा नभएको यस्तो बनाएको भनेको फोनमा चार्ज बसेको होइन त्यति बाइकमा छैन मसँग बस लगायो होइन बाइक फोन देख्यो मात्र दबाएर पुरानो दाइकोमा जान्छ होइन अब उतै गएपछि भेट गर्छ दाइको के छ पाउँछन् अनि मैले अहिले भर्खर घरबाट निस्किनुभन्दा अगाडि चाहिँ मैले एउटा भ्लग अपलोड गरेर निस्केको थिएँ अब बुढोले त्यो भ्लग हेरेर अनि बुढोले अब के कमेन्ट दिन्थ्यो त्यो भ्लग हेरेर निस्केर आयो पहिला जानकारी अनि कस्तो पनि मेरो नयाँ भ्लग फर्स्ट मैले भ्लग हेरौँ न अब के भन्दो रहेछ यो पाँच अस्ति पन्ध्र थियो यार पुलिस बोलाउँदै थियो त्यो धेरै पछि अगाडि अनि त्यो भर्खरै भ्लग हालेर निस्क्यो स्टोरीहरू हाल्छु अब उताबाट जानु पऱ्यो अब खासै त्यो रेकर्ड एडिट गरेर जस्तो लागेन त्यो सब नर्मली एडिट गरेर हालिदिएको अब आफूले सजिलो सक्छ होइन मैले त यहाँको निस्किएको थाहै छैन मैले बाटो चाहिँ थाहा रहेछ पहिला पनि बाटो जब पुरानो दाइकोमा जान्छु अनि त्यहाँ गइसिने भेट्नुलाई ल आइसक्यो यहाँ चाहिँ यसो पूजा बसिराखेर पार्किङ थियो बसहरू जाँदाखेरि त शीतलै ठाउँमा हुन्छ नि त कस्तो कस्तो रहेछ भ्लग हेरेकै छैन ल हेरौँ त म त हेर्न आएको म कस्तो पर्फेक्ट टाइममा आएको थिएँ नि अनिखेरि दादा अनिखेरि अलि राम्रो बाइक त देख्नै नहुने के अरे चलाइहाल्नु मन लाउँछ है यस्तो राम्रो बाइक देखेपछि अझै छ्या रे कति राम्रो हो बाबु भन्दै थियो अघि फोर टाँसेको अरे राम्रो बाइक त देख्नै नहुने मेरो फ्यानहरू भाइ तिमी के लिन आएको कि भ्लग हेर्न आएको मेरो ल ठिकै सो गाइज प्लान चाहिँ क्यान्सल भयो है यस्तो घाम लाहा ढिगे डाँडातिर जाने हाम्रो प्लान थियो क्यान्सल भयो त्यहाँ एकछिन साथीले चिया संसार हो के म बोला अब त्यहाँ जाँदा कि एकछिन अनि त्यहाँबाट फर्किने चाहिँ बहिनी यो बर्थडे केक लिएर आउनु पर्ला अनि अरू त केही छैन यो आज दिनमा यार कति बजी गई घरि आउनु बिर्सेछु खै कति बजी आउँदैन बज्नु 3:30 बजे अहिले 3:30 अब निस्किनु लाग्यो त सो जानु नाम भेटौँ न सो गाइस अनि भर्खरै ढुङ्गा आयो चिया संसार जाने भने चिया संसारमा चाहिँ ट्र्याक रहेछ भन्ने न्युज आयो
त्यसैले अब हामी चाहिँ चिया संसार नगइपाउने त्यसको फेस साइडमा भुटेको चियामा जाने भन्ने कुरा फिक्स भएको थियो। सो हामी चाहिँ अहिले हाम्रो चाहिँ भुटेको चिया जानु लाग्यो होइन। अहिले महेन्द्र पुला है अनि अलि यस्तो बाटोहरू खासमा म यस्तो साथीहरूको यस्तो हिँडेर है भन्नाले सँगमा खासै हिँड्नु हुँदैन त्यो भएर होइन। अनि आज हिँडेर प्याकहरू मेरो दसैँ तिहारले गर्दा नि होला हाम्रो दसैँ सकिसक्यो 3 मान्छे हिँडिरहेको मिररै छ नि त त्यो सुरुवातमा त पछाडि सब फुटेर चाहिँ फुटेर अगाडिको घरि फुटेर चाहिँ प्लास्टिक लाएर चलाइरहेको। अनि यहाँ बसिरहेको यो टोरीहरू चाहिँ अनि यो टोरी अब स्वागत त गर्नै पऱ्यो मेरो स्वागत गर्नु भनेर उठेरै बसिरहेको त्यही हो। कस्तो हेलमेट मेरो हेलमेटकै फ्यान भइसक्यो अनि फ्यानहरू मेरो तिमी नै हो यो खासै धेरै महँगो त होइन यार कति होला ल देखा मैले के क्वालिटी म्याटर्स के क्वालिटी म्याटर्स के ब्रो एउटा गेस गर्न दिए तिमीलाई कति लाग्छ हेलमेटको प्राइस लाग्यो नि 15-20 हजार नहेरेको नि भन्दा भन्छु कि ती हेरेर भन कि अनि तिमी यहाँ फ्लेक्स हान्न आएको फुल फ्लेक्स हानेको मैले के फ्लेक्स हाने ल भन फ्लेक्स हानेको मैले फ्लेक्स हाने चाहिँ के ल कति हेलमेट सोधेको नि त मैले नर्मल्ली 2500 को हेलमेट हो 2500 को हेलमेट हो कि भर्खरै यहाँ हिजो भर्खरै तिरेको पैसै देखाइदिन्छु 2500 नै हो हो कि हेर्न अब फेरि हेलमेट फ्लेक्स हान्न ला अझै यो त खाएको स्टाइल हेर्न यसले किन हो यस्तो त ल अब चाहिँ चिया सिया सब आइसक्यो अब अरू त्यहाँ ल चिया खाम न त अब हजुरले नि अब भ्लग चाहिँ मैले हान्छु अब होइन मैले गरौँ कि होइन म स्टार्ट गर्छु होइन तिमीलाई होइन कि तिमीलाई त अरूले नि हेरिरहेको त आगाको त गइहाल्यो त कस्तरी खाएको के कस्तरी खाएको ए यार काट्न पाइन्न यो त हाल्नै पर्छ है हाल्नै पर्छ है यो त यो अघि हामी हाएर निस्किसक्यो होइन भन्नाले भुटेको चियाबाट निस्क्यो अब सायद हामी यहाँबाट चाहिँ भेनाको चटपट जान्छ होला अनि भेनाको चटपट गएर त्यहाँ यसो खाजा खानु पऱ्यो कि दाना खाना खाएबाट चाहिँ केही पनि खाएन नि त त्यही भएर हामी पहिला सुरु चाहिँ त्यहाँ गएर चाहिँ अनि खाना खानु पर्ला त्यहाँ गएर अनि खाना खाएपछि चाहिँ अनि त्यसपछि अनि बल्ल केक लिन जाने भन्ने कुरा हो। सो अब पहिला सुरु भेनाको चटपट पुगाउनु पऱ्यो अनि त्यसपछि अनि बल्ल थाहा हुन्छ त्यही हो थियोरीहरू आएको त्यहाँ सोहरू चाहिँ त्यस्तै नयाँ टाइप भएपछि सो अहिले चाहिँ हामी यहाँ भेनाको चटपटमा आइसक्यो अनि अब यहाँबाट चाहिँ खाजा खाएर अब डाइरेक्ट चाहिँ के अरे कुन 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 बेकरीबाट लाने होला त्यही केक लेक हो कि के भन्ने है एउटा त्यो ग्लोबल ब्याङ्कको तल है एउटा केक लेक बेकरी हो कि के हो त्यहाँबाट लिएर जानु पर्ला जस्तो अब डाइरेक्ट खाएर डाइरेक्ट अब केक लेक बेकरी गएर केक लेक हो कि त्यो म त नामै बिर्सिएँ कि तर त्यस्तै हो केक लेक काट्ने सबै त्यस्तै खालको नाम छ कि त्यहाँ गएर अनि केक लिएर अनि सिधै घर जान्छु अनि मेबी आजको भ्लग चाहिँ त्यति नै हुन्छ होला त्यो बाइक बाहिर त अब काहीँ नि गइएन के अरे आज सो त्यो अब यहाँ खाएर अब के अरे केक लेक बेकरी जान्छु त्यहाँ गएर अनि केक लिएर अनि सिधै घर जान्छु के अरे भयो फेरि भन्दा के अरे हेर्दा त मिठो होला जस्तो छ चाहम न भाइ खानु सक्दिनँ त्यही आयो त फेरि
सो अब हामी चाहिँ हराउँदै चाहिँ अब सिधै त्यो ट्रिटमेन्ट टिकट काम सो हेलो अगेन अहिले चाहिँ ट्याक्कै 7:16 भइरहेको है अनि अघि बाटोमा बेलामा त्यो योभन्दा रिसेन्टली जुन चाहिँ हेर्नु टाइम ल्याप्स त्यो चाहिँ खासमा मैले टाइम ल्याप्स बनाउन खोजेको चाहिँ थिइनँ है म डेन्जर बोलिरहेको थिएँ त्यहाँ झन् के बोलिरहेको थिएँ लास्टमा त त्यो त टाइम ल्याप्समा पो सेट भएछ कि यार मैले हेर्दै हेरिनँ अनि त्यो माथि अनि त्यो गोप्रोको क्वालिटी पनि थोरै अलि अगतिलो टाइपको आहा त्यो ट्याक्कै त्यो क्यामेराको लेन्समा अलिअलि के फोर भएछ त्यो भएर अगतिलो भएछ मैले पुस्ता नि पुस्ने यतिकै हालिदिएँ त्यही भएर त्यस्तो क्वालिटी आएको छ त्यहाँबाट अनि अब चाहिँ के हुन लाग्छ भन्दा बहिनीको केक सेक काट्ने कार्यक्रमहरू हुन लाग्यो अनि अहिले चाहिँ लाइक त्यस्तै 7, 18, 20 कति त्यस्तै कति भयो होइन यसो अब केकहरू काट्ने त एकछिनमा हो मैले फेरि भर्खर यो गोप्रोबाट यहाँ फोनमा सारेको थियो त्यो फाइलहरू अनि भर्खरै सानीमा बल्ल देखेँ कि त्यो टाइम ल्याप्स भएर चाहिँ खासमा मैले भ्लग चाहिँ त्यति बेला एन्ड गरेको थिएँ अनि तर त्यति बेला एन्ड गरेको थियो लास्टमा त्यो त टाइम ल्याप्समा गइरहेछ अनि त्यो भएर अनि एन्डै भएन अनि त्यही भिडियोमा अनि यो पनि थपिदिन्छु भनेर फेरि त्यहीमा कन्टिन्यू गरेँ सो त्यही हो अब एकछिनमा अब जति बेला केक काटिन्छ हो त्यति बेला फेरि स्टार्ट गर्छु अनि त्यो नै हुन्छ अब लास्ट चाहिँ A few moments later. अघि आदि भयो कि डक्टर भन्नुलाई अब हामीले काटेकै खेदा केटा आजको ब्लग भनेको चाहिँ हाम्रो यति मात्रै थियो है अनि खास चाहिँ योभन्दा अरू चाहिँ केही भएन अनि आज दिनभरिमा भएको कुराहरू नि अब यस्तै नै हो अनि सो आजको भिडियोमा चाहिँ अब मैले भर्खर यो गोप्रोबाट तानेको भिडियोहरू हेर्दा चाहिँ अब कुनै कुनै भिडियोहरू चाहिँ लाइक त्यो अलि नराम्रो टाइपका छ होइन त्यो फेरि त्यहाँ सेटिङ के बिग्रेछ कि भन्नाले
ठिकै थियो। एउटा प्रब्लम चाहिँ अब लेन्सको प्रब्लम भयो कि अनि अर्को प्रब्लम भनेको चाहिँ त्यो कर्ड भनौँ न, हो त्यो कर्ड टाइपको आएछ होइन, सिधो नआएछ। अनि त्योले गर्दा चाहिँ क्वालिटी थोरै घटेछ। नर अब क्वालिटी अब हिजोको भ्लगमा त अलि राम्रो थियो कि, तर आजको यो सुरुको गोप्रोवाला भ्यूमा नि ठिकै नै देखियो कि थियो, तर पछिकोमा चाहिँ त्यस्तो देखियो। यसो त्यो आजको प्रब्लम चाहिँ त्यही भयो कि झन् अब त्यो गोप्रोको क्वालिटी अलिक नराम्रो आयो। अनि सो कति सो भनेको र अनि त्यही हो। अब डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल होइन। अब यस्तै भिडियोहरू अब आफ्नो यही कन्टिन्यू र अब गरिराख्नेछु यो, त्यही हो। सो thanks for watching every beautiful people.